हो सर नमस्कार। नमस्कार सर नमस्कार। एउटा गजबको गाडी चढाउँ भनेर हजुर म त यो छ त टोयोटाको हाइलस 2021 मोडलको दामी छ गाडी। ल कति दाम पर्ने सर यसलाई चाहिँ? यसको 93 लाख रुपियाँ मात्र। ओहो बजेटले भ्याएन सर अलिकति भ्याएन? भ्याएन। पाउनुहोस् त्यसो भए अर्को गाडी छ मसित छ होला नि 2019 मोडलको जिपको कम्पास। किन नहुनु? हुन त हुन्छ तर बजेटले के गर्छ? 80 लाख रुपियाँ मात्रै हो यो गाडीको। 80 लाख? फोर व्हिल फुल अप्सन। अलिकति भ्याएन अलिकति भ्याएन अलिकति भ्याएन? भ्याएन भ्याएन। ल पाउनुहोस् पक्का हुन्छ होला तपाईँलाई। जम्मा 2500 मात्रै किलोमिटर चले। कलर त मन पर्यो, गाडी नि कम कुद्या राम्रो लाग्यो। बजेटले के गर्ला यसलाई फेरि? यसको 59 लाख रुपियाँ मात्रै हो। 59? हजुर थोरै थोरै घटाउनु पर्यो। थोरै घटाउने? योभन्दा कमको चाहियो? थोरै कमको। ल आउनुहोस् स्वास्स चार्ज जोडिसकेपछि जहाँ गए पनि ढुक्कले 2019 मोडलको हुन्डाईको कोना आयो। ल ओहो गाडी त यही चढ्नु पर्छ कि सर? कति पर्ने सर यसलाई चाहिँ? यसको जम्मा 32 लाखमै आयो तपाईँलाई। ल 32 लाखमै आयो। आधी फाइनेन्स गर्न मिल्छ होला है? यो मिल्छ। ओहो हजुरले गरेको कुरा त ठिक हो, अलिकति बजेट घटाउनु पर्ला सर। अर्को गाडी हेरौँ न एउटा। योभन्दा नि कममा चाहियो? योभन्दा थोरै कमको। ल पाउनुहोस् फेरि यता आउनुहोस्। ल 2011 मोडलको i10 म्याग्ना जम्मा रुपियाँ 14,50,000मै आयो यो गाडी। ल गाडी त राम्रो राम्रो राख्नु भएको थियो सरले, के गर्नु आफ्नो झोलाले भ्याएन। अर्को गाडी छैन सर? छ अर्को गाडी। योभन्दा नि सस्तो चाहियो तपाईँलाई? योभन्दा सस्तो चाहियो। गाडी किन्नै आयो हो तपाईँ? हो हजुर हो। ल पाउनुहोस् है त, तपाईँलाई योभन्दा नि सस्तो गाडी म देखाउँछु। ल आउनुहोस्। आएँ सर आएँ। ल जम्मा 500 रुपियाँमा यो गाडी आउँछ तपाईँलाई। यो गाडी सर? यो त म बस्न मिल्दैन सर, यो गाडी त हुँदैन। म फेरि आउँछु सर। तपाईँलाई सस्तो चाहियो होइन? गाडी किन्न आउने होइन जस्तो छ। बेकारमा बिहानदेखि दिमाग चाटेर दिमाग खराब